च्याम्पियन्स लिग इज ब्याक गाइज र यो विकमा चाहिँ निकै नै बिग म्याचेसहरू रहेको छ जसलाई चाहिँ तपाईहरुले मिस गर्नै हुँदैन। स्पेशली रियल मैड्रिड भर्सेस लिभरपुल र बायर्न भर्सेस पीएसजी वाला म्याच र दुःखको कुरो चाहिँ यो दुईटा म्याच सेम टाइममा रहेको छ। आजको भिडियोमा चाहिँ म यही दुईटा म्याचको प्रेडिक्सन गर्नेवाला छु अन द बेसिस अफ देयर रिसेन्ट परफर्मेन्स एन्ड पास्ट रिजल्टको आधारमा। लेट्स होप माई प्रेडिक्सन गोज राइट। फर्स्ट लेट्स टक अबाउट रियल मैड्रिड भर्सेस लिभरपुल। अहिलेको करेन्ट सिनेरियो हेर्दा चाहिँ यो म्याचको लागि रियल मैड्रिड फेभरेट रहेको छ। हालाकि यो म्याच एन्फिल्डमा रहेको छ, थोरै प्रब्लम हुन सक्छ रियल मैड्रिडको लागि। अहिलेको रियल मैड्रिडको करेन्ट स्क्वाड र फर्मलाई हेर्दा चाहिँ खासै प्रब्लम होला जस्तो मलाई लाग्दैन। र रियल मैड्रिडको रिसेन्ट 5 गेमको कुरा गर्ने हो भने उनीहरूले 5 मा 5 जितेका छन्। रियल मैड्रिडले जस्ट 1 म्याच मात्र हारेको छ यो सिजन, त्यो पनि 1 महिना अगाडि एथलेटिको मैड्रिडसँग, जहाँ चाहिँ उनीहरूले ह्युमिलेसन झेलेका थिए। त्यसपछि चाहिँ लगातार ब्याक टु ब्याक म्याचेस जित्दै आइरहेको छ भने यता लिभरपुलले चाहिँ लास्ट 5 म्याचेसमा जस्ट 2 गेम मात्र जितेको छ अक्रॉस अल कम्पिटिसनमा गरी। प्रिमियर लिगमा त हामीलाई थाहा नै छ लिभरपुलको लङ्का नै लागिरहेको छ, जहाँ चाहिँ उनीहरूले ब्याक टु ब्याक 4वटा लसेस झेलेका थिए भने यता च्याम्पियन्स लिगमा चाहिँ 3 गेममा 2 गेम जितेको छ र यता रियल मैड्रिडले चाहिँ 3 मा 3 नै विन रहेको छ। र अब यी दुई क्लबको हिस्टोरीको कुरा गर्दा चाहिँ सन् 1981 पछि 13 चोटि च्याम्पियन्स लिगमा भिडिसकेका छन्, जहाँ चाहिँ रियल मैड्रिडको 8 विन र लिभरपुलको 4 विन रहेको छ भने 1 म्याच चाहिँ ड्र भएको छ। र लास्ट टाइम चाहिँ यी दुई क्लब 2024 को ग्रुप स्टेजमा भिडेका थिए, जहाँ चाहिँ लिभरपुलले 2-0 ले हराएको थियो। र यो त भयो यी दुई क्लबको हिस्टोरीको बारेमा। र अब आउँ फाइनली प्रेडिक्सनमा, जहाँ चाहिँ आई थिङ्क यो म्याच रियल मैड्रिडले 2-1 ले जित्नेवाला छ। तपाईहरुलाई के लाग्छ कमेन्टमा भन्नु होला। र यो म्याचको लागि चाहिँ कर्टिस जोन्स आउट रहनेछन् लिभरपुलको लागि भने यता रियल मैड्रिडको लागि चाहिँ फ्रान्को मस्तान्तुनो र डेनी कार्वाहाल आउट रहनेछन् इन्जुरीको कारण। र अब फाइनली आउँ बायर्न भर्सेस पीएसजी, जुन चाहिँ आई थिङ्क यो लिग फिक्सरको सबैभन्दा बिग म्याच रहेको छ बिकज अफ देयर रिसेन्ट परफर्मेन्स र फर्मको कारण। म क्विकली रिमाइन्ड गरिदिन्छु कि बायर्न आर द ओन्ली अनबिटन टिम इन टप 5 लिग्स, जहाँ चाहिँ उनीहरूले 14 म्याच खेलेका छन् अक्रॉस अल कम्पिटिसन र 14 मा 14 विन रहेको छ। सरप्राइजिङ कुरो त बायर्नले 14 म्याचमा 55 गोल गरिसकेको छ र आई थिङ्क बायर्नको लागि चाहिँ पीएसजी टफेस्ट अपोनेन्ट्स हुनेवाला छ, किनकि पीएसजी पनि यो कम्पिटिसनको दावेदार हो। हालाकि उनीहरूले सिजनको सुरुवातमा प्लेयरहरूको इन्जुरीको कारण थोरै स्ट्रगल गरिरहेको थियो, बापत पनि पीएसजीले आई थिङ्क जस्ट 1 म्याच मात्र हारेको छ यो सिजनमा। र यी दुई क्लबको हिस्टोरीको कुरा गर्दा चाहिँ 14 पटक भिडिसकेका छन् च्याम्पियन्स लिगमा मात्र, जहाँ चाहिँ बायर्नले 8 पटक र पीएसजीले 6 पटक जितेको छ। र लास्ट टाइम चाहिँ यिनीहरूले 2024 को ग्रुप स्टेजमा भिडेका थिए, जहाँ चाहिँ बायर्नले 1-0 ले हराएको थियो पीएसजीलाई। हालाकि त्यो बाहेक यी दुईले क्लब वर्ल्ड कपमा पनि भिडेका थिए, जहाँ चाहिँ पीएसजीले 2-1 ले हराएको थियो। यी त भयो यी दुईको हिस्टोरीको बारेमा। र अब फाइनल्ली आउँ माई प्रेडिक्सन। आई थिङ्क यो म्याच चाहिँ 2-2 को ड्र अथवा बायर्नले 2-1 ले जित्न पनि सक्छ। र तपाईहरुको चाहिँ के प्रेडिक्सन रहेको छ लेट मी नो इन द कमेन्ट। आई होप यू लाइक दिस भिडियो। प्लिज सब्सक्राइब द च्यानल।